भगवान रामचन्द्रजी र माता सीता अनि भाइ लक्ष्मण जब वनवासको क्रममा जङ्गलमा कहीँ कतै घुम्न गइराख्नु भएको थियो, कहीँ कतै घुमिराख्नु भएको थियो, तब अचानक माता सीताजीलाई एकदमै प्यास लाग्छ, तिर्खा लाग्छ। तब भगवान रामचन्द्रजी पानीको खोजीमा यत्रतत्र भौँतारिनुहुन्छ, माता सीता पनि यत्रतत्र भौँतारिनुहुन्छ, भाइ अनुज लक्ष्मण पनि यत्रतत्र पानीको खोजीमा एकदमै भौँतारिन्छन्। तर कहीँ कतै पानीको कुनै पनि मुहान वा कुनै पनि जलाशय तत्कालको लागि भेट्दैन। तब एउटा मयूरले भन्छ, भगवान म तपाईँलाई पानीको जलाशयसम्म लिएर जान्छु, तपाईँ मेरो पछि पछि आउनुहोस् भनेर चाहिँ भगवान रामचन्द्रलाई साथ दिने बाचा गर्छ। तब मयूर आफ्नो गतिमा उड्छ र भगवान रामचन्द्र, माता सीता र लक्ष्मण चाहिँ मयूरको पछि पछि जान्छन्। तब मयूरले बाटो भुलिन्छन् रामचन्द्र भगवानहरू भनेर आफ्नो प्वाख चाहिँ चुट्टाउँदै बाटोमा झार्दै उडिरहेको हुन्छ। निकै पर हुन्छ जलाशय, जहाँसम्म पनि निकै समय लाग्छ रामचन्द्र भगवानजी, माता सीता र लक्ष्मणलाई बाटो नछोडियोस् भनेर चाहिँ मयूरले आफ्नो प्वाख चाहिँ आफैले चुट्याउँदै एकदमै पीडा खप्दै आफ्नो चाहिँ प्वाख चुट्याउँदै बाटोमा झार्दै जान्छ र जलाशयसम्म भगवान रामचन्द्रजीलाई सकुशल रूपमा मयूरले पुर्याउँछ। त्यहाँसम्म पुग्दाखेरि मयूरको हालत एकदमै चाहिँ खराब भइसकेको हुन्छ। भनिन्छ कि मयूरको प्वाख आफ्नै इच्छाले झर्नुभन्दा त्यसलाई चुट्यायो, त्यसलाई तान्यो भने एकदमै पीडा हुन्छ र त्यसको पीडाले मयूर मर्न पनि सक्छ भन्ने किंवदन्ती पनि छ। त्यसकारण त्यहाँ जलाशय पुग्दासम्म चाहिँ मयूरको प्वाख एउटा पनि शरीरमा रहँदैन र मयूर त्यो पीडा खप्न नसकेर, त्यो पीडा छटपटाटमा खप्न नसकेर मयूरले देहत्याग गर्छ र भगवान रामचन्द्रजीले मयूरलाई आफ्नो काखमा लिनुहुन्छ र भन्नुहुन्छ कि तिम्रो यो त्याग र तिम्रो बलिदानलाई म कुनै समय एकदमै यसलाई सम्मान गर्नेछु, तिम्रो यो त्याग र बलिदान म त्यत्तिकै खेर जान दिन्न भनेर उहाँले चाहिँ मयूरलाई वचन दिनुहुन्छ। तब जब विष्णु भगवान चाहिँ कृष्णको रूपमा अवतारित हुनुहुन्छ द्वापर युगमा, होइन, तब रामचन्द्र भगवानको युगमा, त्रेता युगमा आफूलाई जुन मयूरले सहयोग गरेको थियो, जुन मयूरले आफूलाई चाहिँ एकदमै अप्ठ्यारोको बेलामा सहयोग गरेको थियो, त्यस मयूरको गुण तिर्न चाहिँ रामचन्द्र भगवानले त्रेता युगमा नसकेको पछि पनि द्वापर युगमा जब चाहिँ भगवान विष्णु कृष्ण रूपमा आउनुभयो, तब भगवानजीले चाहिँ त्यो जन्मको मयूरको गुण तिर्नलाई, उसले चाहिँ लगाएको सहयोगको गुण ऋण तिर्नलाई चाहिँ उसले भगवान श्री कृष्णजीले मयूरको प्वाख चाहिँ आफ्नो टाउकोमा लागेर सुशोभित बनाउनु भयो। अथवा भगवान श्री कृष्णजीले चाहिँ सधैँ मयूरको प्वाख आफ्नो शिरमा राखेर चाहिँ मयूरलाई सम्मान गर्नुभयो, अथवा मयूरको त्याग, तपस्या, बलिदानलाई चाहिँ उहाँले एकदमै सम्मान गर्नुभयो, उहाँको गुण चाहिँ देखेर तिर्नुभयो। त्यसकारण माइ डियर फ्रेन्ड्स, तपाईँहरूको जीवनमा पनि, हाम्रो जीवनमा पनि कसैले अप्ठ्यारो परेको बेलामा सहयोग गर्छ, जस्तो सहयोग गरोस् उसले त्यसको सहयोग तपाईँले तत्काल तिर्न नसके पनि उस लगाएको गुण तपाईँले जिन्दगीभरि बिर्सन हुँदैन। यदि तपाईँले उज्ने लागेको तपाईँलाई गुण तपाईँले बिर्सनु भयो भने तपाईँ त्यो चाहिँ मयूरभन्दा पनि तपाईँको जिन्दगी बदतर हुनेछ, एकदमै खराब हुनेछ। त्यसकारण तपाईँ समस्यामा परेको बेलामा, तपाईँ अप्ठ्यारोमा परेको बेलामा तपाईँलाई जो कोही सहयोग गर्छ, तपाईँलाई जस्तो प्रकारको सहयोग गर्छ, जे सहयोग गर्छ वा जति सहयोग गर्छ, त्यसको तपाईँले एकदमै मनमा राखेर त्यसको गुण तपाईँले तत्काल नभए पनि जतिखेर तपाईँको समय उपयुक्त हुन्छ, तपाईँले जतिखेर सक्नुहुन्छ र जति सक्नुहुन्छ उसको गुणको ऋण तपाईँले तिर्ने प्रयास एकदमै गर्नुपर्छ। त्यसकारण तपाईँलाई लागेको गुण सधैँ तिर्ने प्रयास गर्नुहोस्। सधैँ तपाईँको समय आएको बेलामा, तपाईँको राम्रो समयको बेला तिर्ने प्रयास गर्नुहोस्। कसैको पनि तपाईँले गुण नबिर्सनुहोस्। तपाईँले जीवनमा धेरै प्रगति गर्न सक्नुहुन्छ। हस्त, राधे राधे, धन्यवाद।